हेलो साथीहरु, गुगल अर्थात जीमेल को पासवर्ड कसरी चेन्ज गर्ने त्यो पनि पुरानो पासवर्ड थाहा नभइकन तपाईलाई 1 मिनेटमा गुगल अर्थात जीमेल को पासवर्ड चेन्ज गर्न सिकाउने छु। तपाई सही भिडियोमा आउनु भएको छ। भिडियो स्किप नगरी हेर्नु होला। अब भिडियो सुरु गरौँ। त्यसका लागि सबैभन्दा पहिले तपाईले गुगल एपलाई अपडेट गर्नुपर्ने हुन्छ। त्यसका लागि प्ले स्टोरलाई ओपन गर्ने, त्यसपछि माथि सर्च बारमा गएर गुगल लेखेर सर्च गर्ने, त्यसपछि यसमा क्लिक गर्ने, त्यसपछि यहाँ अपडेटमा क्लिक गर्ने। अपडेट भइसकेपछि गुगल एपमा क्लिक गर्ने। क्लिक गरिसकेपछि माथि दायाँ साइडमा प्रोफाइलमा क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले कुन जीमेल आईडी को पासवर्ड चेन्ज गर्न खोज्नु भएको हो त्यो यहाँबाट सिलेक्ट गर्ने। मेरो यही नै हो, अलरेडी सिलेक्ट भएको छ। त्यसपछि यहाँ म्यानेज योर गुगल अकाउन्ट दिएको छ, त्यसमा क्लिक गर्ने। गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। त्यसपछि गुगल पासवर्डमा क्लिक गर्ने, त्यसपछि मोबाइलको लक खोल्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। अब तपाईले यहाँ आफ्नो नयाँ पासवर्ड बनाउनु पर्ने हुन्छ। पासवर्ड बनाउँदा 8 अंक भन्दा माथि लेटर र नम्बर पर्ने गरेर स्ट्रङ पासवर्ड बनाउनु होला। पासवर्ड बनाइसकेपछि तलपट्टि चेन्ज पासवर्डमा क्लिक गर्ने, फेरि चेन्ज पासवर्डमा क्लिक गर्ने। यति गरिसकेपछि तपाईको पासवर्ड चेन्ज भइसकेको छ। अब यहाँ गेट स्टार्टमा क्लिक गर्ने। यहाँ कन्फर्म योर रिकभरी फोन भनेको छ। तपाईले आफ्नो मोबाइल नम्बर चेक गरेर तलपट्टि एस कन्फर्ममा क्लिक गर्ने। त्यसपछि साथीहरु, भिडियो कस्तो लाग्यो कृपया आफ्नो प्रतिक्रिया दिनु होला। भिडियोलाई लाइक, कमेन्ट र शेयर पनि गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।